खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको आयोजनामा आजदेखि 9औं शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट सुरु भएको छ। खरसाङको चाँदमारी खेल मैदानमा सुरु भइरहेको फुटबल टुर्नामेन्टको पहिलो दिन युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसी र जर्जेन एफसी कालिम्पोङमा खेल सम्पन्न भएको छ। यस खेल सुरु हुन अघि स्वर्गीय महावीर राई र स्वर्गीय मनमाया लिम्बूको तस्विरमा धूप दीप प्रज्वलनसहित मौन धारण पनि गरिएको थियो। 9औं शहीद गोल्ड कपको उद्घाटन खेल विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको सचिव निर्मल गुरुङले यसरी विस्तृत रूपमा जानकारी गराएका छन्। लिम्बूज्यूको तस्बिरमा धूप प्रज्वलन गरी आफ्नो स्थानमा आइदिने अनुरोध गर्न चाहन्छु। आफ्नो श्रीमानको फ्लेक्स अघि तस्बिर अघि यो धूप जलाएर उहाँको आत्मा शान्तिको प्रार्थना गरिदिने अनुरोध गर्न चाहन्छौँ। महावीर राई दाजु आज हामीसँग हुनुहुन्न, तर जुन प्रकारले हामीले उहाँलाई यस वर्ष मिस गर्यौँ, सायद यो हामी शब्दमा वर्णन गर्न सक्दैनौँ, तर उहाँ हामीसँग हुनुहुन्छ होला। उहाँ हामीसँग हमेसा रहेको छ, रहनेछ र यो याद स्मृतिमा हामीले यो 9 संस्करणको शहीद गोल्ड कप हाम्रो एक आर्मी अफिसर मैच र मैदानमा प्रवेश गरेका छन् दुई दलका खेलाडीहरू, युकेएफसी अनि जर्जेन एफसी कालिम्पोङका बिजु भुजेल, प्रवीण सुब्बा, उत्तम राई, सुजन मुन्डा अनि हेमन्त भुजेल। र हाम्रा मर्मा लिम्बूजीका छोरा हाम्रा आजका अतिथिहरूले सर्वप्रथम जर्जेन एफसीका खेलाडीहरूसँग आफ्नो परिचय साटिरहेका छन्। हाम्रा अतिथिहरूलाई पनि केही क्षण त्यहीँ बसिदिने निर्देश गर्न चाहन्छु। हाम्रा आजका अतिथिहरूले खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घद्वारा आजदेखि सम्पन्न भइरहेको 9 शहीद गोल्ड कपको निम्ति हामीले 8वटा दलहरू निम्ताएका थियौँ भने आज प्रथम म्याचमा गत वर्षको विजेता युनाइटेड खरसाङ फुटबल क्लब बनाम जर्जेन एफसी कालिम्पोङमाझ भिडन्त भएको थियो र निर्धारित 90 मिनटको खेलमा दुई दलले 2-2 गोल गर्न सक्षम बन्यो। त्यसपछि फेरि हामीले एक्स्ट्रा टाइमको खेल खेलायौँ र एक्स्ट्रा टाइममा पनि दुई दलका खेलाडीहरूले कुनै गोल गर्न सकेन। अन्ततः खेलको निर्णय पेनल्टी सुटआउटद्वारा गरियो। र यहाँलाई विशेष जानकारी के यो जुन चाँदमारीको खेल मैदानमा भएको यस खेलमा धेरै हामीलाई असुविधा भयो है। यो मौसमले पनि बिचमा धुम्म लागेको कारणले गर्दाखेरि असुविधा भयो, तर पनि खेल हामीले आफ्नो जुन चाहिँ समयअनुसार नै खेलायौँ र अन्ततः जुन चाहिँ 45 मिनट खेलमा अघि बढिहाले दुई दल 2-2 गोलको बराबरीको छुट्यो। त्यसपछि फेरि एक्स्ट्रा टाइम भयो र अन्तमा पेनल्टी सुटआउटमा चाहिँ युनाइटेड खरसाङ फुटबल क्लबले 5मा 5वटा गोल गर्न सक्षम बन्यो भने यता जर्जेन एफसीका जुन चाहिँ खेलाडीहरू रहेको थियो उनीहरूले केवल 5मा 4वटा गोल गर्न मात्र सक्षम बन्यो। अन्ततः स्कोर रह्यो इन्क्लुडिङ हाम्रो पेनल्टी सुटआउटद्वारा युनाइटेड खरसाङ फुटबल क्लब 7 अनि यता जर्जेन एफसी कालिम्पोङ 6 र यसरी उनीहरूले युनाइटेड खरसाङ फुटबल क्लबले सेमिफाइनलको निम्ति पुनः एकपल्ट जग्गा पक्का गरेको छ र भोलि हुने खेल रहेको छ। यानि कि भोलि हाम्रो आइतबारको दिन 10 तारिकको दिन मङ्पू गोल्ड कप 2022 का विनर युनाइटेड ब्रदर्स कालिम्पोङ
नाम हिमालयन एफसीमा छ।